नमस्कार। मलाई हजुरको परिचय र हामी कहाँ छौँ भनिदिनु न। म पोखरा महानगरपालिका वडा नम्बर 21 कृष्टि, म ज्ञानबहादुर कार्की। अहिले पोखराको वडा नम्बर 13 कुँडरमा चाहिँ अहिले कृषि मेलामा खरबुजा मेला भनौँ मेलामा चाहिँ रमाइलो चाहिँ हेर्दैछौँ। अहिले त फेरि धेरै ठाउँमा महानगरकै सपोर्टमा पनि लगाइरहनु भएको छ। आज त अब गत वर्ष फार्ममा मेला भएको थियो, तरबुजा मेला। अहिले त वडाको परिसरमै सबैलाई बोलाएर भइरहेछ। थोरै भनिदिनुहोस् न। हजुर, अब यो चाहिँ हाम्रो व्यवसाय भएको हुँदाखेरि पहिले पनि व्यवसाय चाहिँ घटाएर त भएन, व्यवसाय त बढ्दै जाने चिज हो, सानोबाट ठुलो हुँदै जाने हो। त्यस कारणले गर्दाखेरि पहिला सुरुमा त मैले त 20 बिउ लगाएर चाहिँ सुरु गरेको चाहिँ अहिले लगभग चाहिँ 10,000 बिरुवा हामीले लगाइसक्यौँ भने 8 वर्षमा बढाउँदै जाँदा अझै यसलाई चाहिँ अझै क्षमता वृद्धि गरेर अझै मेरो सोचाइ त के छ भन्दा हाम्रो चाहिँ साथी हामीहरूको चाहिँ सोचाइ के छ भन्दा यहाँ मात्रै होइन कि बाहिर निर्यात पनि गर्ने, जस्तै विदेशमा जस्तै हामी चाहिँ भने चाहिँ घरमै आफ्नो जग्गा मात्रै नभएर कुनै चाहिँ अलिक पर अर्को ठाउँमा पानी भएको बाटो बिजुली सबै भएको ठाउँमा सुविधाजनक ठाउँमा गएर उत्पादन बढाएर उपभोक्तालाई सकेसम्म बढी खपत होस् र सस्तो पनि होस् भन्ने चाहनाले चाहिँ हामीले चाहिँ बढाउँदै लैजाने चाहिँ सोच बनाइरहेको। गत वर्षभन्दा अहिले चाहिँ अलि रेट घटेको छ, उत्पादन बढेको कारणले हो? होइन, उत्पादन बढेको कारणले उत्पादन त आखिर चाहिँ यो बाहिरबाट पनि आइरहेको छ। रेट त हामीले चाहिँ कृषकले के सोच्नुपर्छ भन्दा चाहिँ रेट घटेकै राम्रो, ठुलो मात्रामा अलिकति फ्राकिलो ठाउँमा लगाउने र चाहिँ उपभोक्तालाई चाहिँ अझै यो खरबुजा मात्रै नभएर चाहिँ बिहान बेलुका दिउँसो बेलुका दैनिक उपभोग्य सामानहरूमा सस्तो हो भने कर्मचारी हरेक पक्षमा चाहिँ भने चाहिँ पैसा बचतको पनि भएको हुनाले गर्दा किसानले चाहिँ जति सक्दो अलि फ्राकिलो स्केलमा चाहिँ गऱ्यौँ भनेर राम्रो चाहिँ प्रविधि जुटाएर गऱ्यौँ भने बढी उत्पादन गऱ्यौँ भने सस्तोमा बिक्री गरेर पनि केही फरक पर्दैन। अहिले यो जुन आज मेला भएको छ नि, हजुर, यसलाई कसरी हेर्नु भएको छ? एकदम खुसी लाग्यो। किन भन्दा हामीहरू 13 नम्बर वाडा को साथीहरूको चाहिँ जस्तो अलिकति यो प्रगति देख्दाखेरि, तर हामीहरूकोमा चाहिँ यस्तो त्यति छैन र यहाँको देख्दा चाहिँ साह्रै खुसी लाग्यो। यस्तो पोखराको नजिक पनि साथीहरूले चाहिँ यसरी चाहिँ ध्यान दिनु रहेछ, युवाहरूले वृद्धहरूले, एकदम खुसी लाग्यो। तरबुजा उत्पादनमा मुख्य समस्या चाहिँ के देख्नु भएको छ? समस्या त अब चाहिँ हामीहरूको पहाडमा लगाउँदा पानीको समस्या र अनि पछि हजुरको चाहिँ मोल लैजानुको समस्या, अनि पछि बर्खा पानी पर्छ बोकेर ल्याउँदा चाहिँ चिप लिएर चाहिँ लडेर चाहिँ सबै चाहिँ अब त्यस्तो पनि भएको छ गर्दाखेरि चाहिँ अब बाँदरको समस्या, अब हरेक चिजको समस्या छ हो। समस्याको खेती हो। समस्याको खेती हो। अब यदि यसलाई अझै प्रोत्साहन गर्नु पर्यो भने चाहिँ के कुरा गर्दाखेरि तपाईँलाई सहज हुन्छ जस्तो लाग्छ? जस्तै कि अब चाहिँ हरेक चिजमा चाहिँ अब यो प्रविधिको चाहिँ विकास भइरहेको छ र यो प्रविधि चाहिँ भने चाहिँ खेतीमा पनि आइरहेको छ र चाहिँ जस्तो लाग्छ कि हाम्रो नेपालमा र धेरै जसो चाहिँ हाम्रो पहाडी क्षेत्रमा खर्च गरेर खेती गर्ने चाहिँ चलन चाहिँ नभएको हुँदाखेरि अब चाहिँ जस्तै कि लगाएपछि भए होस् नभए नहोस्, यो आकाशको चाहिँ र सिजनले जे गर्छ भने जस्तो भएको हुनाले गर्दा किसानहरू पनि स्तरले चाहिँ माथि उठ्न सक्नु भएको छैन र हामीहरूले प्रविधिको विकास सँगसँगै चाहिँ त्यसलाई चाहिँ लगाएर अनि सरकारले पनि त्यसको लागि चाहिँ किसानलाई चाहिँ तरिकाहरू सिकाएर, जस्तै एउटा सिस्टम पानी कसरी लगाउने, अब चाहिँ मोटरहरू कसरी जोड्ने, यी प्रविधि सबै चाहिँ भने चाहिँ युवाहरूलाई चाहिँ अब सिकाएर चाहिँ त्यसरी लगायो भने हामी चाहिँ हाम्रो चाहिँ पहाड घर पनि साँच्चै नै कृषिमा चाहिँ धेरै अगाडि बढ्छ भन्ने चाहिँ। हुन्छ, हस्, धन्यवाद। धन्यवाद।